हेलो नमस्कार। यो अर्को भिडियोमा यहाँलाई स्वागत छ। यो चाहिँ अहिले हाम्रो दसैँ पछाडि तिहार पछाडि चाडपर्व पछाडि चाहिँ हाम्रो यो तान सेट गर्नलाई चाहिँ हामी अहिले झापा जिल्लामा आएका छौँ। झापा जिल्लाको डुडामारी भन्ने ठाउँभन्दा अलिकति तल। र यहाँ हाम्रो बहिनीले चाहिँ उहाँले चाहिँ अब यो ढाकाहरू पहिले पनि बुन्नु भएको रहेछ र अब अलिकति काठको तानमा ढाकामा अलिक आँखाको समस्याहरू हुने भएको कारणले गर्दा उहाँले चाहिँ अब सादा कपडाहरू पनि छिटो बुन्नुपर्ने र धेरै किसिमको कपडाहरू बुन्न चाहिँ सजिलो होस् भनेर यो तानको चाहिँ हामीलाई अर्डर गर्नुभएको थियो र हामीले ल्याएर यहाँ अहिले सेट गरिदिँदैछौँ। उहाँले चाहिँ अब यो तानबाट चाहिँ तपाईँको अहिले सुरुमा चाहिँ सादा कपडा बुन्दै हुनुहुन्छ। तपाईँले सुरुमा सादा खाडी तपाईँको चाहिँ सर्टको कपडाहरू है बोर्कीको कपडाहरू सुरुमा बुन्न सक्नुहुन्छ। त्यस पछाडि तपाईँले विभिन्न किसिमको बुट्टे कपडाहरू बुन्न सक्नुहुन्छ। तपाईँको आवश्यकता र माग अनुसारले बुन्न सक्नुहुन्छ र त्यो हामी तपाईँहरूलाई चाहिँ यसरी फ्रीमा सिकाइदिन्छौँ। तान ल्याएर जोडेर तपाईँहरूलाई बसाएर ट्रेनिङ दिन्छौँ। तपाईँले बुन्ने जान्ने भएपछि हामीले तपाईँलाई छोडिदिइराख्छौँ र तपाईँलाई केही टिप्सहरू हामी भन्छौँ, भिडियोहरू बनाइदिन्छौँ जसबाट चाहिँ तपाईँलाई बुन्न सजिलो हुन्छ। धेरै नै टाढो भए पनि र हामी भिडियो कलहरूबाट पनि तपाईँलाई समाधान गर्ने कोसिस गर्छौँ सानोतिनो समस्याहरू। तर विशेष रूपमा तपाईँलाई अब धागो बुनिराख्नु भएको छ भनेदेखि चाहिँ तपाईँलाई चाहिँ धागो चलाउन बुन्न गाँच्न अब केही प्राविधिक कारणले चाहिँ समस्याहरू भयो भनेदेखि तपाईँलाई मिलाउन धागो सम्बन्धी त्यति गाह्रो चाहिँ हुँदैन। तर पनि तपाईँ न्यू हुनुहुन्छ भने पनि हामी तपाईँलाई सबै किसिमको कुराहरू चाहिँ सिकाइदिन्छौँ।